वेलकम गाइज सबैजनालाई नमस्ते। आज म तपाईहरुलाई एउटा स्पेशल ठाउँमा लिएर जाँदैछु कि अनि पोखराको एकदम स्पेशल ठाउँ है। वहाँ एकजना बाबा हुनुहुन्छ अनि एकजना मम्मी हुनुहुन्छ र उहाँको कोही पनि छैन अनि त्यस्तो बुढेसकालमा पनि अब उहाँहरूले हैन एउटा मेहनत गरेर एउटा रेस्टुरेन्ट खोल्नु भएको छ अनि त्यही रेस्टुरेन्टमा आज हामी खाना जाँदैछु है। तपाईलाई लोकेसन देखाउन जाँदैछु है त। दादा नमस्ते। सन्चै आरामै हुनुहुन्छ नि? अनि तपाईको यो सनराइज रेस्टुरेन्टको नाम अनि एकछिनमा पनि धेरैजनाले भनेको कि अनि खुसी पनि लाग्यो है। तपाईँ यस्तो पुरस्कारमा पनि यति मिहिनेत गर्नुहुँदो रहेछ, यति राम्रो एउटा रेस्टुरेन्ट खोल्न सफल हुनुभयो। एउटा अब हजुरको मेहनत र अर्को उपरवालाको है। अनि यति मिठो एप्पल पाई हो। एप्पल पाई मैले खाएको एकदम मिठो रहेछ है। मैले भुल्न सकिनँ। यस्तो एप्पल पाई अरू ठाउँमा पनि पाएँ होला तर स्पेसल मैले हजुरले अब होइन छोरा सम्झेर टक्क यसो दिनुभयो है। अनि बाबाले यसो खुसी लाग्यो, चियासानी खाइयौँ। अनि बाबाले चाहिँ यति मिठो बनाएर खाना दिनुभयो यस्तो। अनि यो आजको दिन चाहिँ होइन आजको यो मुमेन्ट हुन्छ, यो एउटा क्षण हुन्छ नि, एकदम खुसीको क्षण हो क्या है। अब एउटा बाबाले दिएको आशीर्वाद जस्तो पनि हो होइन। एकदम खुसी लाग्यो हो नि मम्मी। अब मम्मीले पनि यति धेरै राम्रो कुराहरू गर्नुहुन्छ, मम्मी बिचरा हुनुहुन्छ। त्यही हो पुरस्कार लगाइसकेपछि अब के प्रब्लमहरू आउँछ मान्छेको जीवनमा होइन। त्यो जीवन सङ्घर्ष भनेको चाहिँ एक्लैले नहुँदो रहेछ क्या, दुईजना चाहिँ चाहिँदो रहेछ। सायद बाबा हुनुहुन्थ्यो मम्मी हुनुहुन्थेन अथवा मम्मी हुनुहुन्थ्यो बाबा हुनुहुन्थ्यो भने अझै जीवन काट्नलाई चाहिँ सङ्घर्ष गर्नलाई चाहिँ एकदम कठिनाइ हुन्थ्यो क्या होइन र बाबा। अनि अहिले चाहिँ यो अवस्थामा चाहिँ बाबालाई चाहिँ कतिको खुसी महसुस, कतिको हजुरलाई चाहिँ कस्तो लागिरहेको छ त नि अहिले यो जुन तपाईँले खुल्नुभयो नि? काम गरेर बुढीलाई साथ गर्छु। हजुर हजुर। अनि त्यस्तै जीवन बितिरहेको काम गर्नु काममै आनन्द हो त नि। बाबाले कस्तो मिठो कुरा गर्नुहुन्छ। यही काम गरेर बुढीलाई पालिरहेको छु, हामी दुईजना जीवन बिताइरहेको छौँ भन्नुभएको छ। कति मिठो एउटा मेसेज गयो है होइन। यस्तो राम्रो जुन अब उहाँले भन्नुभयो यस्तो यहाँ लाग्छ कि कतिपय कुराहरू कस्तो के ट्याक्क के है। अनि अरू सबै ठिकठाकै ठिकै छ खुसी लाग्यो यस। अनि अरू पोखरामा हुनुहुन्छ जति पनि अब हाम्रो होइन साथीभाइहरू हुनुहुन्छ भने तपाईँहरूलाई चाहिँ एप्पल पाई एकदम स्पेसल खान मन लाग्यो भने ठ्याक्क लोकेसन रहेको छ लेक साइड र यो हाम्रो पानी जानुभएको यो हजुर हजुर यो यही ठाउँ के ठाउँ हुन्छ बङ्गलादेश। म पोखरा पछि मान्छे कतिपय ठाउँहरू मलाई पनि थाहा हुँदैन क्या है। अनि बङ्गलादेश भनेपछि हजुर हजुर। आउँछ ए अनि त्यो मात्र नभएर बाहिर अब हाम्रो अब कतिपय अब विदेशबाट आउने हुनुहुन्छ मान्छेहरू होइन। काठमाडौँमा ल्यान्डिङ भएर पोखराको कति मान्छेहरू हुन्छ, कोही पोखरा घुम्न आउने मान्छेहरू हुन्छ। जो जतिजना हुनुहुन्छ पोखरामा तपाईँलाई एप्पल पाई खान मन लाग्यो स्पेसल भन्यो भने कहाँ जाम्ला भन्नै पर्दैन, सिधै सनराइज सन वेलकम सन वेलकममा आउनुभयो हुन्छ है। कतिपय कुराहरू भन्दाखेरि मिस्टेक पनि भइहाल्छ बाबा है। बाबाले चाहिँ एकदम सम्झिनु हुँदो रहेछ, खुसी लाग्यो ल है त बाबा। अनि मम्मी अहिले आरामै हुन्छ नि? बाबाको नाम र मेरो नाम एउटै रहेछ। बाबाको नाम कृष्ण प्रसाद, मेरो नाम कृष्ण गुरुङ। कृष्ण हजुर बाबु। प्रायः जस्तो मान्छेसँग भेट्दाखेरि कृष्ण हुन्छ। मम्मीको नाम भन्नु त? मेरो त लक्ष्मी गुरुङ हो। लक्ष्मी गुरुङ। म चाहिँ कृष्ण गुरुङ। मेरो दिदीको नाम पनि लक्ष्मी गुरुङै हो। कति खुसी लाग्यो आज बाबा मम्मीसँग भेट्दाखेरि। यस्तो टाइम स्पेन्डहरू यस्तो मुमेन्टहरू बारम्बार फर्केर आउँदैन कि जीवनमा होइन। यस्तो खुसी लाग्यो है। मम्मीले यति धेरै माया गर्नुभयो है। मम्मीको आँखा नि चिम्से, मेरो आँखा नि चिम्सिसक्यो। मेरो त यो लेन्स हालेको नै
ए लेन्स हाल्नुभएको टिचिङ हस्पिटलमा हजुर। अपरेसन गरेर दैकले ए अनि आँखाभित्र लेन्स हालेको ए 25 वर्ष जति भयो होला ए मोटु बिन्दु लागेर पुरै ढाकेको थियो आँखै देख्नु थिएन ए हो र ए मम्मी दुइटै आँखामा लेन्स हालेर झन् अहिले कस्तो भयो हजुरलाई अहिले त एकदम राम्रो छ बाबु ए हो ल के 25 वर्ष भयो ए हो र धेरै वर्ष भयो ल ल उसको चाहिँ अस्ति नयाँ बजारमा गरेको ए आँखा ए काठमाडौँ आएको थियो बाबु हजुर हजुर अनि त्यो डाक्टर तुलिका भन्ने नयाँ बजारमा गरेको उस आँखा चाहिँ एउटा घारी पटना गऱ्यो एउटा नयाँ बजारमा गरेको अहिले कस्तो भयो हजुरलाई अहिले त राम्रो छ ए ल सबै कुरो ठिक छ यो सास रन्जलसम्म आश हुन्छ नि त मलाई पनि त्यही हो हामी अब है पहिला राम्रो भयो एकदम राम्रो छ जोस् केही पऱ्यो भने भन्नु न मम्मी छोरा सम्झेर भन्नु होइन अनि केही पऱ्यो भने भन्नु मेरो कन्ट्याक्ट नम्बर पनि राख्नु है अनि म फेरि आउँदै गर्छु है ल मम्मी है एकदम खुसी लाग्यो बाबा मम्मीलाई भेटे जस्तो खुसी त मलाई लगभग प्रायः लाग्दैन हो मलाई त यो नै एउटा माया हो सम्झना हो है एउटा मिठो सम्झना लिएर जाँदैछु है पोखरा रन्जेलसम्म चाहिँ यहाँ आउनेछु खानेछु तपाईँहरू पनि आउनुहोस् खानुहोस् है एकदम राम्रो छ एप्पल पाई स्पेसल एप्पल पाई है हाम्रो लोकेसन पनि मैले हजुरलाई भनिसकेँ आउनु होला है फेरि यस्तै यस्तै अब भ्लगहरू मिठो लिएर आउनेछु अहिलेलाई चाहिँ म बिदा हुन चाहन्छु जय नेपाल।